सिंह राशिको प्रगति धनु राशिको प्रगति अलिकति थोरै ढिला हुन जान्छ भन्छ के जस्तै 32-33 कटेर हुन जा भन्छ के राम्रो प्रगति के राम्रो प्रगति जस्तै जागिरहरू त खाइरहा हुन्छन् कि काम त गरिरहा हुन्छन् तर राम्रो प्रगति भनेको 32-33 भन्छ के सिंह र धनु राशिलाई जहिले पनि है। अब सिंह राशि हो अलिकता सिंह राशि भइसके पछाडि यो पशु चौपाइमा सेतो नपाल भन्छ पशु चौपाइकै कुरा पनि भोलि बिहान। अब मेन कुरा त मैले ग्रह हेरिहालेँ भद्री 5 उल्का 4 18/22 26 मलाई 7 अहिले मङ्गला ग्रह छ। मङ्गला भनेको राजग्रह भन्छ त्यस्तो नराम्रो छैन मङ्गला ग्रह भनेको राम्रै छ र केतु 4 वर्ष 8 शुक्र 18 अर्कोतिर चन्द्रमा ग्रह त ठिक छ अब त काम बन्छ नि यो बाबुको पहिला थिएन एकछिन 26 वर्षसम्म ग्रहले दिएको थिएन विकटा थियो काम आटे पनि बिग्रियो भत्कियो ढिला भयो तर अब मङ्गला चन्द्रमा काम बन भनिहाल्यो कहिलेसम्म बन्छ भन्दाखेरि अब यो कार्तिक महिनादेखि आउने कार्तिक भित्र काम बन भनौँ 1 वर्षभित्र अझै कार्तिक त ला छैन है कार्तिक लाउनु पर्यो र यही कार्तिक तर के छ भन्दाखेरि यो कार्तिक यता आँटेको काम चाहिँ हुन अलि धौ हुन्छ कार्तिकदेखि उता आँटेको काम बल्ल र पुरा हुन्छ भन्छ कोही कतै भिजा लाइसक्या हो जे गरे नि कार्तिकबाट उता गरेर भन्नुहोस् है आउने कार्तिक महिना कट्न पर्यो है जसरी पनि कार्तिक यता गरेको काम हुन्न है। अब यो मैले भनिसकेँ उसको के छ मैले अघि नै भनिसकेँ 32-33 भने नि मैले अलिकता सिंह र धनु राशिको प्रगति 32-33 अलि ढिला हुन्छ मैले अघि नै भनिसकेँ यसैले अलि राशिले पनि ढिला बनाएको हुन्छ रोकेको केले भन्दा गरैले रोक्या हो कि उसलाई चाहिँ कहिले उसको 18 वर्षदेखि नै उसको काम जति नै गर्न खोज्दा पनि भएको छैन अझ 22 देखि 26 सम्म उसको काम हुनै सकेका छैन कति आट्यो कति ठक्कर खायो हो अलिकता उसले हार मानेको छ हार मान्न पर्दैन काम बन्छ। अब आउने 1 वर्ष यो जुन कार्तिक महिनादेखि अर्को सालको आउने कार्तिक महिनाभित्र काम आँट्छ पनि बन्छ पनि जान्छ पनि पिरै मान्न पर्दैन ल पर्दैन